बडा दशैं भन्ने बित्तिकै सबैको घरमा एकदमै खुसी र उमङ्गको चाडको रूपमा लिने गरिन्छ। टाढा टाढा रहनुभएका आफन्त, इष्टमित्र, परिवारका सदस्यहरू भेला हुने र आपसमा रमाइलो गर्दै मनाउने चाड बडा दशैं हो। बडा दशैंमा परिवारको टाढा टाढा रहनुभएका सदस्यहरू समेत एकै ठाउँमा भेला हुँदै मान्यजनको हातबाट टीका र आशीर्वाद ग्रहण गरी मनाउने प्रचलन रहिआएको छ। सोही अनुरूप हामीले पनि बडा दशैंको दशमीका दिन हाम्रो घरको बुढी हजुरआमाको हातबाट टीका र आशीर्वाद ग्रहण गर्दै यसरी बडा दशैं 2082 मनाउन पायौं। पारिवारिक प्रचलन अनुसार मान्यजनको हातबाट क्रमशः परिवारको जेठो सदस्य हुँदै क्रमगत रूपमा कान्छो हुँदै एकदमै सबैभन्दा कान्छो सदस्यले टीका लगाएर हामीले बडा दशैं मनाउने गरेका छौँ। बडा दशैंमा हाम्रो परिवारको कान्छी सदस्यको रूपमा रहेको यी छोरीले पनि यसरी टीका लगाइन्। परिवारका सबैजना सदस्यहरूले हजुरआमाको हातबाट टीका र आशीर्वाद ग्रहण गरिसके पछाडि परिवारका ज्येष्ठ सन्तानको रूपमा रहनुभएको बुवाको हातबाट माइलो अङ्कलले टीका र आशीर्वाद ग्रहण गर्नुभयो। टीका जमरा र आशीर्वाद ग्रहण गरिसके पछाडि हामी यसरी सामूहिक तस्बिर लिने काममा अगाडि बढ्यौं। सामूहिक तस्बिर लिने क्रममा परिवारका सदस्यहरू बीच प्रष्टै देखिन्थ्यो खुसीले यो चाड भरिएको छ। अझ परिवारका साना नानी बाबुहरू चाडमा अत्याधिक धेरै खुसी रहेको उनीहरूको व्यवहारबाट अनुहारबाटै प्रष्ट देखिन्थ्यो। तस्बिर लिने क्रममा हाम्रो परिवारको कान्छो अङ्कल राजी हुनु भएन अनि हामीले यसरी रमाइलो गर्दै उहाँको पनि तस्बिर लियौं। जुन माहौल अत्यन्तै रमाइलो थियो। कान्छो अङ्कलको तस्बिर लिइसके पछाडि हामीले परिवारका दाजुभाइहरू बीच यसरी तस्बिर लिने काम गर्यौं, जुन हाम्रो भोलिसम्मका लागि एकदमै ऐतिहासिक रूपमा यो संग्रह भएर बस्ने नै छ। यसरी सामूहिक तस्बिर लिइसके पछाडि अहिलेको ट्रेन्ड हामी सबैजना परिवारको सदस्यहरू मिलेर केही टिकटकका भिडियोहरू पनि बनाउने काम भयो। भिडियो बनाउने क्रममा परिवारका सदस्यहरूको बीचमा यो खुसी र रमाइलो साँच्चै अविस्मरणीय थियो। त्यहाँबाट फर्केर हामी घरमा टीका र आशीर्वाद ग्रहण गर्ने क्रम सुरुवात गर्यौं, जसमा बुवाको हातबाट परिवारका सदस्यहरूले क्रमशः टीका र आशीर्वाद ग्रहण गर्ने कार्यक्रम सुरुवात भयो। जहाँ क्रमैसँग आमा, अङ्कलहरू, त्यस पछाडि दाजु भाउजू लगायत परिवारका सदस्यहरूले टीका र आशीर्वाद ग्रहण गर्यौं। टीका र आशीर्वाद ग्रहण गर्ने क्रममा परिवारका साना सदस्य बाबु नानीहरू एकदमै खुसी देखिन्छन्।
दशैंको अवसरमा परिवारमा टीका र आशीर्वाद ग्रहणसँगै रमाइलो वातावरण चल्दै गर्दा परदेशमा रहेका परिवारका सदस्यहरूको पनि असाध्यै याद आउने रहेछ। बाध्यतावश परदेशमा रहेका चेलीबेटीहरूको याद गर्दै हामीले यसपालिको बडा दशैं बिताएका छौँ। अर्को वर्ष पक्कै भेट हुने नै छ। साँच्चै बडा दशैं चाड एकदमै खुसी, एकता र पारिवारिक मिलनको साँच्चै भन्नुपर्दा अत्यन्तै महत्त्वपूर्ण चाड हो। प्रत्येक परिवारमा दशैं यदि हुँदैन थियो भनेदेखि परिवारका सदस्यहरू बीच नै चिनाजान, परिचय र भेटघाट नै हुन्न थियो कि भन्ने पनि लाग्छ। यो चाडले परिवारका सदस्यहरूलाई कम्तीमा वर्षको एक पटक भए पनि एकै ठाउँमा भेला हुने, आपसी रमाइलो गर्ने, आफ्ना सुख दुःखहरू साटासाट गर्ने अवसर प्रदान गरेको छ। त्यसैले पनि बडा दशैं परापूर्वकालदेखि नै नेपालीहरूको एकदमै महत्त्वपूर्ण चाडको रूपमा रहँदै आएको छ। हामीले घरमा टीका र आशीर्वाद ग्रहण गरिसके पछाडि मामाघरको हजुरआमाको हातबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्यौं। मामा माइजूहरूसँग सामूहिक फोटो, टीका आशीर्वाद ग्रहण गरेसँगै हाम्रो टीका दशैंको ग्रहण गर्ने कार्यक्रम थप अगाडि बढ्यो। मैले यसरी दाजु र भाउजूको हातबाट टीका र आशीर्वाद ग्रहण गर्ने अवसर पनि सोही दिन जुर्यो। हामीले टीका र आशीर्वाद ग्रहण गरिसके पछाडि हाम्रो हातबाट पनि हामीभन्दा साना परिवारका सदस्यहरू र चेलीबेटीलाई टीका र आशीर्वाद दिने काम अगाडि बढ्यो। दाजुले भाउजूलाई टीका ग्रहण गराउने क्रममा सानो बाबु आशीर्वाद यसो दिनुहोस् भनेर कान फुक्दै गरेको दृश्य एकदमै रमाइलो थियो। यसरी हामीले मामाघरको हजुरआमाको हातबाट टीका र आशीर्वाद ग्रहण। घर मावला मात्र होइन, यो चाड यति महत्त्वपूर्ण रहेछ कि विवाह गरेर गएकी चेलीले आफ्नो माइतीतर्फ पुगेर र त्यस पछाडि आफ्नो बुवा र आमाको हातबाट टीका र आशीर्वाद र ज्वाइँलाई टीका र आशीर्वाद प्रदान गर्ने महत्त्वपूर्ण अवसर पनि यो रहेछ। सोही अनुरूप हामीले पनि बुवा र मम्मीको हातबाट यसरी टीका र आशीर्वाद ग्रहण गर्ने अवसर प्राप्त भयो। यसरी बडा दशैंमा मान्यजनको हातबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रममा हामी माइलो अङ्कलको हातबाट पनि टीका र आशीर्वाद ग्रहण गर्दै यस वर्ष 2082लाई बिदाई गर्यौं। यससँगै वर्ष 2083 को बडा दशैं पनि यस्तै खुसीका साथ मनाउन पाइयोस् भन्ने कामना गर्दै हामी आफ्नो कार्यक्षेत्रमा फर्किएका छौँ।